यो जोबन तिम्रै हो मेरो माया तिम्रै हो मेरा सारा खुसीहरू तिम्रै के पो छ र 2 दिनको जिन्दगीमा मैले लानु के पो छ र 2 दिनको जिन्दगी यो हाम्रो यहाँ गइएन है हो त नि एउटा त रातो गाडी उठ्यो हो कि होइन पताल 4.5 केजी एकै ताल खाएको ए हो ल ठिक छ दाइ ल मलाई चाहिँ मजा आयो है हो दाइ योभन्दा सानो सानो दाइ यत्रो भन्छ यो आवाज भन्छ हस् यो कुरा यति सानो यो कुरा गोप्य राख्नु ल ल ल हस् ल तपाईहरुलाई देखाइयो है हामीले कडा हैन त त्यही भएर स्पेयरिङ वाल भनेको ल यहाँको होस् ल खतरा एकदम रमाइलो ल यता हेर्नु पर्यो ड्याडी भिडियो हो क्या के भन्छ उता एयरपोर्ट जाँदैछौँ सामूहिक लन्च हुँदैछ छोरी स्याड छ यहाँ बिचरा छोरी हामी फेरि भेटिहाल्छौँ नि ल हामी ह्यान्डरक जान्छौँ रे जर्मन भिलेज मर्दाले ड्राइभ गर्दै हुन्छ अब यहाँ घरबाट चाहिँ हामी बिदा दिँदैछौँ यहाँ अब हामी यो गाडीमा हुन्छौँ विनोदाहरू ह्यान्डरक भन्ने लोकेसनमा हुनुहुन्छ म फुच्चीसँग बाई गर्छु हामी निस्क्यौँ घरबाट हजुर लप्चीको बाटो जान्छौँ है ह्यान्डरक जर्मन भिलेज जाँदैछौँ त्यहाँ विनोदाहरू बोल्दै नै हुनुहुन्छ विजय दाइको साथमा यहाँ हामी एकछिन बसेर धेरै पनि बस्दैन होला 5-10 मिनट मात्रै बसेर निस्किहाल्छौँ अनि हामी लाग्छौँ हाम्रो गन्तव्यतिर हाम्रो गन्तव्य चाहिँ स्प्रिङ ड्याम छ त्यसपछि सिटी जान्छौँ अनि उताउतै एयरपोर्ट वरिपरि यस्तो सालामाङ्का मार्केट जस्तै रहेछ होबार्टको वरिपरिको भाइब छ हजुर यतै बोल्नुपर्छ क्या हो कतातिर हेलो सरी चिले बाई बाई चिलु ल फेरि भेट्नुपर्छ आज गाडी ल्याउँदै गर्नु न नत्र ल मेन भनेको बाटो छ नि दुईतिर बाटो हजुर त्यो दुईतिर बाटो हेर्ने मात्र हजुर बोटानिक गार्डन चाहिँ पार्कमा आएछौँ हामी पार्क कटेर अलिकति माथि हामी तपाईँ त पार्कमा आइपुग्नु भएकै छैन नि त तपाईँ के 55 माउन्ट बाकर रोड नै हो त
गइएन है हो त नि रहेछ एउटा त रातो गाडी उति हो के हैन पेट्रोल स्टेसनमा आयौं वा देख्नु भयो त्यही गाडी रहेछ त्यो रातो हामी गार्डन गएन हैन ए देख्नु भएन ए सरी मैले त देखेँ थिएँ म त हजुरले देख्नु भयो होला भन्ने सोचिरहेको थिएँ गाडी भित्र छ त्यही भएर ह्यान्ड्रफ यो मार्केट चाहिँ सालामारका मार्केट जस्तै रहेछ यो सालामारका मार्केट हैन जर्मन सेटलर्सहरुले आएर बनाएको बसालेको बस्ती रहेछ राम्रो रहेछ तर हाम्रो छोटो मात्रै भयो किनभने हाम्रो आज फ्लाइट छ त्यसको कारणले गर्दा ट्याक्टर खिच्यो अब दुईटा गाडीमा टक्क लाएर हामी चाहिँ जाँदैछौँ ल आफ्नो गाडीमा हिजो गाडीमा रेस्पेक्ट गाडीमा ह्यान्ड्रफको त मेन भनेको चाहिँ जुन बाटो छ नि बिचको मनबारको रोडमा चाहिँ मजाले हिँड्ने हो क्या अनि जहाँ जुन भेट्छ त्यो बारमा गयो अथवा गल्छमा गयो अनि रट्ट खाएर बस्ने हो एउटा यहाँ उसो छेके त नि बोल्न त बढाउनु ल यार मजा आउँदैन पुरा छेत्तेको स्वर हेर त त्यो धन्नले सिसा फुटेन यार सिसा ट्याङ्ग गरेर फुटेन ल नाच ल छोरीदेऊ लाउन मलाई रेशमी अङ्गालोले बेरिदेऊ मलाई दुनियाँलाई हामी हरायो भनी विरतीको नौलो नमुना भनिदेऊ है छोरीदेऊ लाउन मलाई रेशमी अङ्गालोले बेरिदेऊ मलाई दुनियाँलाई हामी हरायो भनिदेऊ विरतीको नौलो नमुना भनिदेऊ है छोरीदेऊ लाउन मलाई भाउजूको छमछम झुरीको छमछम भाउजूको छमछम झुरीको छमछम हेर्दा नै जाने भयो झन्झन निद्रा छैन दिनमा तिर्खा छैन रातमा निद्रा छैन दिनमा तिर्खा छैन मेरो मेरो माया तिम्रै हो मेरा सारा खुसीहरू तिम्रै के को छ र 2 दिनको जिन्दगीमा मैले लानु के पो छ र 2 दिनको जिन्दगी यो हाम्रो चम 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 चम
पर्खिने हो मङको यहाँ आउनु फेस के रे सनस्क्रिन लगाउँ एकचोटि लास्ट सनस्क्रिनले धेरै बचाछ यहाँ पनि आइसक्नु भयो 1 मिनेटको वेट गर्ने हामीले अच्छा दिन जति हुन सक्दिनँ होला घर बस्ने त हो कसै हात लागि बुढीमा आउको के गरेको भिडियो खिचेको भिडियो खिचेको ए ल भिडियोको दाग गयो बिते त मेरो मम्मी ड्याडीको सासू मम्मी सासू भन्दा बुहारी बुढी हो होइन जेपानी भनिन्छ हजुर भिडियो हालिदिन्छ मेरो दाइ भाउजू आउनुभयो है के गर्ने नि यता बोल्ने उता सुन्ने उता बोल्ने यता सुन्ने ए आयो हामी विस्पर सुसेली ठाउँ आएछ नि सुसेली भन्न आएछ फेरि विसल होइन एमङ द ओल्ड्स फर्स्ट काने खुसी गर्ने ठाउँ आयो फोटो नि गइरहेछ है ल ओके किप वकिङ एकजना तल जानु एकजना उता जानु के ल दाइ विनु दाइ हो कसम हो त्यसै होइन नि दाइ तपाईँले एमेजिङ ठाउँमै ल्याएको नि मन दाइ कहाँ हराएको हिरो दाइ दाइ कम हिरो हुनुहुन्छ के गर्नु अब दाइको लागि भन्नु एउटा फिल्ममा पैसा हाल्नु पर्ला जस्तो हजुर एउटा फिल्मको लागि पैसा हाल्नु पर्छ दादा सुसाल्नु त सुसाल्नु यहाँबाट बोलाउँ न यहाँबाट हाला त्यहाँबाट चाहिँ बोल्ने हो यहाँ बोल्ने उहाँबाट सुन्ने पल्लो छेउबाट सुन्ने पिनु दाइ यताबाट बोल्ने पिनु दाइ यताबाट बोल्ने रहेछ म त्यता समय जानु ल तपाईँ जान्छ जानु तिमीहरू बस्छ त ओए अन्त दाइले अब भिडियो लिनुहुन्छ म लिनुहुन्छ ड्यामको दादा लिनुहुन्छ पुरै ड्याम छ अनि हामी यताबाट बोल्यो भने हैन तर यो ड्यामबाट यस्तो गएर त्यहाँ बोलेको सुनिन्छ त्यही भएर यसलाई उस्परिङ ड्याम भनेको मेरो मोबाइल तपाईसँग छ हो गाडीमा होला मसँग छैन गाडीमै छोडेको होला ल सरी चाँडो भयो अहिलेको गर्मी खाना आएको नि त नि परायो भने ऊ त्यो कुनामा सुनिँदो रहेछ मनोज दाइ र त्यहाँ दाइ चाहिँ हुँ बसिरहनु भएको छ ल जानु म त्यहाँ मर्दाहरूलाई देखाउँछु त्यहाँ भिडियोमा त्यहाँ बसिरहनु भएको छ दाइ त्यहाँबाट विस्पर गर्ने हो त्यहाँबाट विस्पर गरेपछि
त्यहाँ सुनिन्छ सुन्यो मैले त सुनिरहेको छु अहिलेसम्म ऊ आमा त्यो ड्यामको कन्स्ट्रक्सनै त्यसरी भएको होला है दाइ ड्यामको त्यो स्ट्रक्चरले त्यस्तो गराएको होला है बवाल रहेछ नि ठाउँ त आई लाइक इट बोटानिकल गार्डनले चाहिँ अलि धेरै टाइम स्पेन्ड गराइदियो होइन अब त्यो सम्झिँदा पछिसम्म यस्तो नि थियो है यस्तो नि भएको थियो है भन्ने नि पार्नु पर्यो नि त होइन राम्रो मेमोरी फेरि बिर्सिन्छौँ हामीले अमा यहीँ हेर्न यहीँ ए हो फेरि बोल्नु त आमा है सिम्पल हुँदैन हैन विस्परिङ भनेर त्यसै भनेको भन्जामा हो त्यहाँ बोलेको यार यहाँ आउँछ यार यहाँ आएछ तपाईले एउटा डान्स अब हामी चाहिँ यो विस्परिङ वाल यहाँबाट हामी चाहिँ बोल्यो भने हैन यहाँबाट हामी बोलेपछि यो ड्यामको हुँदै गएर अनि दाइले उहाँ बोलेको सुन्नुहुन्छ अनि उहाँबाट दाइले बोल्नु भने हामी यहाँ बोलेको सुन्छौँ हैन दाइ रेडी हो हो त ल हेर्नु यस्तो क्लियर सुनिन्छ ए हो ल फेरि बोल्नु त हो त नि सिम्पल हुँदैन हैन विस्परिङ भनेर त्यसै भनेको बिस्तारो हो हो निरञ्जन भान्जा ल तपाईले एउटा डान्स हान्दिनु पर्यो म यहाँ गीत गाउँछु होइन नाच्नु पर्यो नि त नाचे पो बल्ल यहाँ सुन्नेको भन्ने थाहा हुन्छ त नि ए ल है ल है गयो है गयो त्यस्तो गीत त म नि गाउँथेँ भन्दा अलि अर्कै के रे मम्मीले यहाँ गाएर विस्पर गर्नु त यहाँबाट विस्पर गर्नु त्यसपछि अनि थाहा छैन धानको पात हो कि के को पात हो अब पानको पात मेरो भान्जालाई सम्झन्छु दिनको रात मर्स्याङ्दी छ अहिले त नयाँ आइसक्यो अरूलाई पानको के अरे अरूलाई धानको पात मायालाई पानको पात अहिले त चुप लाग्नु त एक्चुअली प्लिज अनुरोध गर्दै चुप लाग्नु है टोल्लाइले कुरो आवाज नार्नुको लाउन थाल्नु कहाँबाट बोलौँ म माइक कहाँ छ माइकै चाहिँदैन गफ दिएको बोल्न नि हुँदो रहेछ एउटा कुरा सुन्नु त मरुसाई ए यो स्पिकर चेक घटाउनु न मरुसाई के छ हल्का दाइ अब योभन्दा सानो सरले बोलाउँ ल एकछिन ल यार बग्ने दाइ के गर्दै हो आरामै छ ए भात खानुभयो भात कथाल 4.5 केजी एकै थाल खाएको ए हो ल ठिक छ दाइ ल मलाई चाहिँ मजा आयो है हो दाइ योभन्दा सानो सानो दाइ यत्रो हुन्छ यो आवाज हुन्छ हस् यो कुरा यति सानो यो कुरा गोप्य राख्नु ल ल तपाईहरुलाई देखाइयो है हामीले कडा हैन त त्यही भएर स्पेरिङ वाल भनेको ल ल खतरा ल हामी चाहिँ हाम्रो मिल्नु त्यो बिचमा हुने क्विक वाक गर्ने मान्छे त हेरौँ प्लिज मम्मी सबै कहाँ दिनु लागेको थियो होइन लिए भनेपछि सबैलाई दियो एक एउटा ल
हो यसलाई पनि खुवाइदियो बिचरा यो अलि उस गर्दो रहेछ क्या डराउँदो रहेछ क्या एक ठाउँमा राखिराख्नु त्यो आउँछ एकमा आउँछ त्यही कराएको नि त्यो त्यसको एउटा टुक्रा गरेर त्यसलाई देऊ न सानो टुक्रा गरेर त्यो सानोलाई हेर न बिचरा त्यसलाई ठिक छ शान्ति न ल हाम्रो चाहिँ स्न्याकको टाइम भइरहेछ त्यसपछि यहाँ यो विस्पर ड्यामबाट चाहिँ हामी फर्किँदैछौँ मिठो स्न्याक खाएर चाहिँ हामी लाग्छौँ डाउनटाउनतिर म चाहिँ खान्छु है एकछिन डराउने होइन नि फेरि त्यसलाई समात हातै समात के भन्नु अनि त्यहाँ बसिरह यत्तिकै बसिरह कहाँ हान्ने हो र यहाँ कतै फुर्सद हुनु मेरो एउटा कतिवटा हात छ हौ त्यही राखिरह आउँछ त्यो त्यसले खाएर भ्याइसकेपछि आउँछ त्यो बसिरह बिर्छ मम्मी लास्ट गर्मी छ है दाजुले बल्ल आइडे जान्नुभयो क्या अन्त पनि देखाउनु न दाइ हो त्यो नि त यता धपा त जानुपर्ने ठाउँ त पोर्ट एडिलेड थियो क्या जाने हो त त्यतै दाजु यार के भन्नु थियो यार के बोल्या दाइ के बोल्या आफै आउँछु भनिरहेको थियो अस्ति कि
कर्तव्य भन्नेले कर्तव्य सन्धि भन्ने मेरो साथी Cooper Bears Factory. यो मोबाइल पनि खतरा मेरो चस्मा नि खतरा त्यस्तो हो क्या भित्रको सिरा चाहिँ सिटी हो त्यो भित्रको हजुर हामी चाहिँ अहिले एडलेट ओभलतिर जाँदैछौँ होइन होइन एडलेट ओभलको उयो हो कि जाने एडलेट ओभल This is Adelaide Oval, guys. उसलाई वेलकम गर है उसलाई पातले यहाँ वेलकम गरिरहेको छ यसमै होला गेमहरू हुने होला हैन अब फेरि त पार्किङ पो रहेछ नि त फेरि यतिसम्म आएपछि त्यसले उल्टो ल्याइदियो क्या हामीलाई हामी जानु पर्ने चाहिँ यता दाहिनेतिर थियो त्यसले यता ल्याइदियो क्या अब हामी जान्छौँ दाहिनेतिर पहिला एडलेट ओभरको उसमा हेरौँ होइन त्यो पार्किङ रहेछ भनेदेखि 2-4वटा फोटो खिचौँ दाइहरु कहाँ हुन्छ भने त्यसमा पनि भर त पर्छ तर
पारी पनि राम्रो हुन्छ च्यातेको दिन खिच्नु न भिडियो गरिराख्नु त ल ठिक छ कलर त्यहाँ त्यो साइडबाट कन्भेन्सन सेन्टरमा गएर फोटो र भिडियो लिँदैछौँ हामी शीतलमा वाक हान्ने कार्यक्रम भइरहेछ यहाँ हो तालुमा पोलेर आलु त निक्लेन नि उसिनेर खानुपर्छ है कि त उसिन्नु नि पर्दैन पर्दैन ड्याडीले कट दिन्छ म त्यहाँ इन्टरकन्टिनेन्टल होटल रहेछ यहाँनिर जनविकको दाइ जनविकको होटल यता हेर्नु पर्यो ड्याडी भिडियो हो क्या के भन्छ यो चाहिँ हाम्रो ओभल हो हजुर एडिलेडको मेन सिटी यस्तो गर्दा नभेटाउँदो रहेछ त्यो बिल्डिङ त त्यसको त्यो देखाइदिन्छ म होइन
घुम्ने ठाउँ त एडलेटमा कति छ क्या तर के गर्नु टाइमै मिल्दैन अब यहाँ हल्का विन्टरको बेलामा आउनु दादा त्यो कि सेप्टेम्बर अक्टोबरको टाइममा उसमा के अरे स्प्रिङमा आउँदा ठिक्क हुन्छ क्या त्यो दसैँको टाइम होइन अँ। म त्यो स्प्रिङ टाइममा ठिक्क हो क्या विन्टरमा नि लास्टै विन्टरमा त लास्टै चिसो तर पानीबाट कहीँ निस्किनु मिल्दैन अनि के पानी परिदिन्छ अब म थाहा छैन जाडो पनि देख्नु पानी मलाई पानी परिदिन्छु कि विन्टरमा पानी परिदिन्छ होइन पानी परिदिन्छ पानी हेऱ्यो भने अब चाहिँ हामी एयरपोर्टतिर लागेको छौँ अब चाहिँ हाम्रो होलिडे झन्डै नै सक्यो सर्ट भ्याकेसन ट्रिप सकिएको छ हिजो अस्ति कसरी प्लेन मिस नगरौँ भनेर आज चाहिँ झन्डै नै 15-20 मिनट अगाडि नै लगेज ड्रप गर्दैछौँ हामी मैले हालेको भए हुन्थ्यो मिस भयो भने टेन्सन हो दाइले अगाडिको भिडियो लिँदै हुन्छ भने मैले पछाडिको भिडियो लिँदैछु है त अलराइट सी यु इन द एयरपोर्ट मिस भयो भने टेन्सन हो दाइले अगाडिको भिडियो लिँदै हुन्छ भने मैले पछाडिको भिडियो लिँदैछु है त अलराइट सी यु इन द एयरपोर्ट मलाई चिली भनेको थिएँ वर्जिन अस्ट्रेलिया अब त 5 मिनट लाग्दैन एयरपोर्ट आउनु चन्द्रकला भनेर त लास्टिक गाह्रो भयो भोकले छेर्ने भयो त ट्याक्क मिलिसक्यो एकछिनमा मामा भन्छको सेन्टिमेन्ट र अगाडिबाट भन्नु पनि हो दादा हजुर हस् ल बिदा ल म तातोमा आउनु मन लाग्छ सोल्टीलाई थ्याङ्क यू भन्नु नि त सोल्टीलाई भन्नु पाएँ नि त नि त्यो त भन्नु सोल्टी साथी हो नि त नि हाम्रो जिग्री हो नि त दाइ थ्याङ्क यू फर यर टाइम दादा आई रियली एप्रिसिएट द्याट ल दाइ टिकटक स्टार हो थाहा छ नि फेरि कमेल थाहा होला यहाँ हस् दादा एकदम यस्तो खुसी लाग्यो तपाईँको हस्पिटालिटी देखेर हामीले पनि फेरि दिन पाऊँ ल दाइ हजुरलाई पनि फेरि पनि हामी के तास्मानिया वेलकम एनी टाइम दादा है ल ल ल होइन पछि भन्टाङ भुन्टिङ ल्याएर नि हुन्छ ल दादा थ्याङ्क यू भाउजू भाउजू ल ल ए अँ हाम्रो सेन्टिमेन्ट देखेर भने म घिचार्छु त्यो भिडियो खिच्नु तपाईँ हिँड्ने म घिचार्छु ल्याउनु म ल्याउँछु
फिनितो एउटा आएन त यहाँ हेर्छ एउटा B8234. If in a terminal, can you please make your way through to gate number 14? Body for the service is now closing. फ्ल्याट त छैन फ्ल्याट नभए नि लास्टै गर्नुहुन्छ मिल्यो एकदम मिल्यो उड्यो